आज हामी हेर्दैछौँ यो किका होइन जापानिज पासपोर्टको मेनदानमा सुरुमा फर्स्टचोटि मेनदान जाँदा के कस्तो तयारी गर्ने भन्ने छ। त्यसको लागि चाहिँ मैले एउटा मेनदान यो लिएको छु है, टोकियो होमकेको मेनदान हो। यो गुगलमा खोजेपछि तपाईँले पनि भेटाउनुहुन्छ है। आज हामी यसको बारेमा कुरा गर्छौँ। नमस्कार साथीहरू, म जापान अनलाइनदेखि आज म तपाईँहरूलाई सिकाउँदैछु यो किकासिन्से गर्ने बेलाको सुरुको मेनदानसम्म के हुन्छ भनेर यस्तो जिज्ञासा छ भनेपछि उहाँहरूको लागि हो। यदि तपाईँलाई योभन्दा धेरै आउँछ अथवा मलाई भन्दा धेरै आउँछ भनेपछि यो भिडियो तपाईँको लागि होइन, तपाईँ स्किप गरेर अरूतिर जान सक्नुहुन्छ है। आज चाहिँ यो किहोन्ते किनाकोतो होइन, एकदम बेसको कुरा गर्ने भएको भएर चाहिँ यदि कसैले बुझ्नु भयो होइन, बुझ्न खोज्नुहुन्छ भने चाहिँ राम्रोसँग हेर्नु होला। यो हेर्दा यो के नै छ र फर्म फिलअप गर्ने भन्दा पनि भित्रभित्र अलि कुराहरू लुकिराखन् के है। त्यही भएर चाहिँ हामी यहाँनिर हेर्छौँ। यो म मार्क लाएर देखाउँछु। सुरुमा छ यहाँनिर हेर्नु चाहिँ, सुरुमा हामी यहाँनिर यो धेरकोमा छ, यहाँ आफ्नो नाम हुन्छ है यहाँ, अनि त्यसपछि यहाँ तपाईँको डेट अफ बर्थ, कहिले जन्मिनु। यहाँ हेर्नु चाहिँ किकानो सोदान सिचुमन यो भनेर भन्छ। यो भनेको चाहिँ तपाईँलाई त्यहाँनिर गएर सिचुमन गर्ने, फर्स्टचोटि सोधान गर्ने बेला चाहिँ त मान्छेलाई यो डकुमेन्ट चाहिन्छ भनेर चाहिँ यो किकाको लागि सोधान गर्ने बेला मान्छेको छुट्टा छुट्टै डकुमेन्ट हुन्छन् है। र तपाईँलाई तान्तोले चाहिँ यो डकुमेन्ट ल्याएर आऊ भन्छ, त्यो चाहिँ यसैको आधारमा हुन्छ। यहाँनिर तपाईँले यति नै मिस्टेक भयो भने चाहिँ तपाईँले 2-3टा डकुमेन्ट धेरै चाहिन सक्छ है। अनि त्यसपछि तपाईँ कहाँ बस्नुभयो त्यो एड्रेस अहिलेको गेन्जाइको होइन। अनि त्यसपछि तपाईँको मोबाइल नम्बर चाहिँ आफ्नै नाममा लिनु होला, किनकि साथीको नाममा चाहिँ त्यति नल्याएको राम्रो होइन। अब त्यो भित्रको रिभ्यू त के छ कस्तो छ थाहा छैन मलाई होइन। जापानिज हुने मान्छे र किका गर्ने मान्छेले आफ्नो नामबाट सिन्सा पास नभएर अथवा आफू बलकृषि भएर साथीको नाममा सिम छ भन्ने सौधान चाहिँ लगभग 2-3 दिन अगाडि मैले पाएको थिएँ है। दाइ म बलाकृषिमा छु, मेरो नामबाट सिम निक्लेन, साथीको नामबाट सिम छ, केही फरक पर्छ कि पर्दैन भनेर। अब जापानिज बन्ने मान्छेले साथीको सिम नामबाट सिम चलाइरहेको छु भन्ने मान्छेले चाहिँ केही टाइम सिन्से नगर्दा बेटर हुन्छ कि जस्तो चाहिँ मेरो आफ्नो पर्सनल लेखेन के होइन। अब त्यस्तो मान्छेलाई जापानिज बनाउनु पनि हुँदैन चाहिँ मेरो कजिनदेखि नै केन है। तपाईँ अलरेडी बलाकृषिमा हुनुहुन्छ, साथीकोबाट सिम लिनुभयो, भोलि जापानमा तपाईँलाई घरहरू लोनमा लिनुपर्ने हुन्छ होइन। कुर्माहरू चल्ने बेला लोनहरू पास हुँदैन, केही पास हुँदैन। 1-2 महिनाको स्यालेरी बलाकृषि सब तिर्नु अनि आफ्नै नाममा सिम लिनु पहिलो स्टेप। अनि त्यसपछि चाहिँ एप्लाई गर्नु नि त है। अनि यदि आफ्नै नाममा छ भने त भइहाल्यो त्यो सिम, त्यसमा फोनसन आउँछ पछि है। यही नम्बर चाहिँ राखिराख्नुपर्छ। अनि अहिलेको नेपाल भइहाल्यो, हामी नेपालीले मात्रै हेर्छ। अनि त्यसपछि कहाँ उमेरहरू पर अब जापान उमेरहरू पनि बच्चा नानीहरू हुनुहुन्छ, त्यसको लागि निहोन भइहाल्यो। हामी इप्पान्ते किन रिउगाक्सै हुन्छ नि, अब भर्खर आएको हामी सुरुदेखि यहाँ विद्यार्थी भिसामा आएको र +2 सकेर यहाँ निहोन गएको पढ्न आएको बेला चाहिँ हामी विदेशी भइहाल्यौँ। त्यति बेला चाहिँ यहाँ कुकुकाईमा उमारेर भएको भयो। अनि त्यसपछि यहाँनिर चाहिँ यो एड्रेस जस्तै यहाँनिर लेख्ने चाहिँ नेपाहरू काठमाडौँ होइन, नेपालको काठमाडौँ लेख्ने। अनि कहिले जापान आएको त भनेर चाहिँ यहाँ फर्स्टचोटि जापान इन्ट्री गरेको तपाईँको सिओई र जाइरो कार्ड साट्दाको डेट हुन्छ, त्यो डेट लेख्ने है। यहाँनिर चाहिँ जापान कहिले आएको भनेर चाहिँ त्यो डेट लेख्ने, बुझ्नुभयो। अनि त्यसपछि यहाँ जापान उमारेको मान्छेलाई अब लेख्नु पर्दैन भने चाहिँ यो तातारीमा आएको त भयो, जापान नै जन्मिया चाहिँ अब हाजिमेदेखि नै जापान भइहाल्यो। अनि यहाँनिर चाहिँ केइजोको स्थे निहोनी सुमी हाजिमेता जिकी भनेर भने केइजोको भनेको चाहिँ मैले अस्ति एकचोटि भनेको थिएँ, यदि तपाईँ जापान 10 वर्ष आउनुहोस् 15 वर्ष नि यहाँ भन्छन् कि भाइ मलाई भन्छ नि भाइ तिमी 7 वर्षमा पासपोर्ट पायो, ओ माई गड हामी त 15 वर्ष भयो 20 वर्ष भयो भन्ने दाइहरू हुनुहुन्थ्यो कि। यो 15, 20, 10, 5 भन्ने खानके नै होइन मिनिमम पनि तपाईँ 5 वर्षभन्दा माथि बस्नु पऱ्यो एउटा कुरा होइन। अनि 3 वर्षभन्दा माथि वर्किङ गरेको भएपछि जसले पनि एप्लाई गर्न मिल्छ। अनि यसको मेन क्राइटेरिया के छ भन्दाखेरि चाहिँ तपाईँ 5 वर्षको अन्तरालमा एक वर्षमा
है 5 वर्षको काउन्ट हुन्छ। 5 वर्षसम्म हेर्दाखेरि हरेक वर्षमा तपाईँ नेपाल 3 महिनाभन्दा माथि बसेको चाहिँ हुनुहुन्न है। रेन्जु कुस्ते होइन लगातार 3 महिनाभन्दा माथि बसेको हुनु भएन एउटा। अर्को कुरा छ तपाईँको छुट्टा छुट्टी गऱ्यो भने जस्तै अब 2-4 महिना 2-4 हप्ता 2-4 हप्ता गऱ्यो भने 100 दिनभन्दा माथि चाहिँ जापानभन्दा बाहिर बसेको हुनु भएन। त्यसलाई चाहिँ केइजोकु होइन, केइजोकु भन्ने चाहिँ बिनासारी हुँदैन है। त्यसलाई चाहिँ हाम्रो केइजोकु भनेर काउन्ट गर्दैन। त्यो भएर चाहिँ जापान छिरीदेखि 5 वर्षभन्दा माथि हुनु पर्यो र तपाईँले वर्षमा चाहिँ 100 दिन कटेको अथवा 3 महिना लगातार बाहिर बसेको चाहिँ हुनु भएन है। त्यो चाहिँ बुझ्नु पर्यो। अनि त्यति बेला चाहिँ हामी रियुगाक्सेमा आएको थियौँ होइन। यहाँनिर चाहिँ हामीले रियुगाक्से स्टुडेन्ट भनेर लेख्छौँ यहाँ। अनि अहिले हामीसँग के छ, गेन्जाइनो भनेर लेखेको छ। अहिले चाहिँ परायसँग हुने भनेको गिजिजु कोक्साई जिम्बुन चाहिँ सिक्यो र 5 वर्ष कि 3 वर्ष हुनुपर्छ हामीसित भिसा। यो 1 वर्षकाले मिल्दैन है। यदि 1 वर्षकोले मिल्छ कसैले भनेर भनेको छ भने चाहिँ हल्का भ्रम हुनुहुन्छ है। हजुरले आफूले आफ्नै गर्न नसक्ने मान्छेलाई वकिलहरूले 1 वर्षलाई मिल्छ भनेर चाहिँ तपाईँसँग पैसा खान खोजिराख है। उनीहरूको त के छ, तपाईँको डकुमेन्ट एप्लाई गरिदिन्छ, एप्लाई गरिदिनु पैसा पाइहाल्छ। आउने नआउने त भगवान्को हातमा भनिदिन्छ। आउने नआउने मैले थाहा छैन, मैले त एप्लाई गर्ने हो भन्छ उनीहरू है। अब हामी रातो पासपोर्ट पाउने आशमा हुन्छ हुन्छ भन्छौँ, हामी सिराबे पनि गर्दैनौँ, केही गर्दैनौँ। अब नेपालीले भनेको भएपछि विश्वास लाग्दैन के अरे। अब जापानिज त्यही माथि वकिली भनौँ भने चाहिँ हामी नेपालीको चिम्मा गरेर विश्वास गर्ने बानी छ है। त्यही भएर चाहिँ पहिला आफू पनि सिराबे गरेर जापानिज बन्ने मान्छे चाहिँ आफू पनि बाठो हुनुपर्छ कि त्यति साह्रो लाटो होइन कि जसले जे भन्नु त्यही गर्ने। हाम्रो नेपालीको कल्चर चाहिँ के छ भन्दाखेरि चाहिँ अलि जापानिजले भनेको चाहिँ जापानिजलाई सबै आउँछ भन्ने छ क्या होइन। उही नै हो हाम्रो छाप हान्ने मान्छे त, जो मलाई छाप हानेर भिसा दिने मान्छे यही नै हो भन्छ। वकिलहरू पनि आफ्नो व्यापार हो होइन, उनीहरूले पनि ऊ हो। अब सबै त त्यस्तो हुँदैनन् है। कता चाहिँ तपाईँलाई भनेर 1 वर्षको भए पनि हुन्छ, 300 मान नकटे भए पनि हुन्छ, जे भए पनि एप्लाई गर्न चाहिँ मिल्छ भनेर। अब उनलाई त के छ र 1-2 घन्टा लगभग ढिला गरेको 3-4 घन्टादेखि 5 घन्टामा डकुमेन्टहरू एडिट गरेर तपाईँको नाममा गरेर रेडी पारिदिएर पैसा लिने त्यस्तो किसिमको मान्छेहरू पनि हुन्छन् है। त्यही भएर कुन वकिल लाउने के गर्ने भन्दा पनि के हुनुपर्छ। सबै वकिल चाहिँ बेस्ट हुन्छन् अथवा तिनले तपाईँको सपना पुरा गरिदिन्छन् भन्ने छैन। अब वकिल लाउनुपर्छ भन्ने पनि छैन। यो 5वटा पेपर हो, 5वटा पेपर तपाईँले लेख्न आउँछ भने चाहिँ वकिल लाउने पनि छैन होइन। त्यो 5वटा पेपर चाहिँ म टाइम भयो भने म स्टेप बाई स्टेप सिकाउँछु भन्ने लागिरहेको छु। अनि अर्को कुरा मेरो बुक है, मेरो बुकमा पनि सबै स्टेप छ यो ई बुकमा है। त्यो हेर्न भने पनि लगभग 99% त त्यहीँबाट सल्भ हुन्छ होला है। अब हल्का नबुझ्ने मान्छेलाई चाहिँ बुक लिन आउने म पनि सिकाउँछु है। त्यो ठुलो कुरो भएन होइन। अनि त्यो 5वटा पेपर चाहिन्छ त्यो चाहिँ म एकचोटि सर र टाइम मिलाए बेलामा सिकाउँछु भनेर अहिले कसिरहेको छु। अब हामी टपिकतिर जाउँ। 5 वर्ष अथवा 3 वर्षको चाइरो कार्डमा त लेखे हुनुपर्छ। भिसा चाहिँ जति बाँकी भयो भने खान्के भएन होइन। तपाईँको जाइरो कार्डमा चाहिँ 5 अथवा 3 चाहिँ लेख्नुपर्छ कि किन भनेर भन्नुहुन्छ भने तपाईँलाई अब हरेक वर्ष जाइरो कार्डको क्वेसन गर्नुपर्छ भने चाहिँ तपाईँ चाहिँ काजु चाहिँ अन्त्य छैन। यस्तो अन्त्य नभएको मान्छेलाई चाहिँ नियोन्जिन तस्ते चाहिँ तपाईँको क्योका गर्दैन क्या। त्यो भएर चाहिँ तपाईँले अब अहिले 1 वर्ष छ भने 3 वर्ष आउने चाहिँ वेट गरौँ। यदि अहिले 1 वर्ष छ भने के कारणले गर्दा 3 वर्ष लिन मिल्छ भनेर त्यो कारणहरू यताउता मिलाएर हामी नेक्स्ट टाइम भिसा सिन्चेक गरौँ होइन। त्यसको बाटाहरू छुट्टै छ। एप्लाई गर्ने बेला तपाईँको 3 अथवा 5 चाहिँ हुनैपर्छ है, भिसाको रेट जति भए पनि। अनि अर्को छ हामी यहाँनिर छौँ। अनि अर्को छ हाम्रो तपाईँको 5 वर्षभित्रमा चाहिँ कतिचोटि नेपाल जानु हो हुन्छ नि। अब कति टाइम नेपाल जानु हो होइन, कति दिन जति जानु हो यहाँनिर लेख्नु पर्छ 5 वर्षको भित्रमा है। अनि अर्को छ यहाँ आमा र बा आमा है। यहाँ चाहिँ बाको नाम, त्यसपछि आमाको नाम यहाँ। अनि बाको नाम चाहिँ यो जिउसोमा चाहिँ हामी नेपाललाई हुनुहुन्छ नेपाल लेख्ने अनि नेपालको एड्रेस लेख्ने। नेपाल र एड्रेस जिल्ला मात्र लेख्ने हुन्छ है। यहाँ पनि नेपाल र एड्रेस लेख्ने। जापान भयो त जापान भइहाल्यो। अनि यदि डेथ भए भने नाकुनात्तामा टिक लाउने अथवा घोषमा टिक लाउने है। अहिले हुनुहुन्छ भने चाहिँ नाकुनात्तामा टिक लाउनु परेन, हुनुहुन्न भने लेख्ने। अनि बाको डेट अफ, आमाको डेट अफ,
नेपालवासी अब प्रायः नेपालीहरूले नेपालीसँग बिहे गर्ने, अहिले त कता कता भेटनामसँग बिहे गर्ने, जापानिजसँग बिहे गर्ने हुन्छ। अब इप्पान्ते किना मान्छेको चाहिँ अब नेपालमै हुनुहुन्छ बा आमा, त्यसरी खानगए गरौँ। यदि बिहे अरू देशमा छ भने त्यो देशको कन्ट्रीको नाम लेख्ने है। अब बिहे चाहिँ कहिले भएको भनेर त्यो लेख्नु पऱ्यो। अब बिहेको डेट पक्कै पनि तपाईँ बिहे नभइकन त जन्मिनु भएन होइन। अनि यदि हुन्छ नि बित्नुभयो केही भएको छ भनेपछि, डेथ भएको छ भनेपछि यहाँनिर चाहिँ रिकेन भएको छ भनेपछि यहाँनिर लेख्ने हो है। डेथ त यहाँ माथि लेखिरहेको हुन्छ। यदि डिभोर्स भएको छ भने चाहिँ यहाँनिर लेख्छौँ हामीले। अनि अर्को के भनेर भन्छ भन्दाखेरि चाहिँ बाआमाको डेथ भइसकेपछि बिहे गर्ने सोच छ कि छैन होइन, के छ कस्तो छ भनेर त्यो पनि खाकुरिन गर्छ है होमकेको तान्तोले। जस्तै बाउ एउटा एक्लो मात्र छ, अब आमा हुनुहुन्न अथवा आमा एक्लै हुनुहुन्छ बुवा हुनुहुन्न भनेपछि यस्तो अवस्थामा चाहिँ के छ त होइन, बिहे गर्ने सोच छ अथवा छैन भनेर चाहिँ नानखाइका सिचुमन चाहिँ यसमा धेरै सिचुमन गर्छ है। यसको लागि चाहिँ तयार गर्नुपर्ने हुन्छ। अर्को छ तपाईँको भाइ बहिनीहरू, कति भाइ बहिनी हुनुहुन्छ होइन, आरिका नासिका। अब तपाईँले यहाँनिर चाहिँ धेरै सिचुमा नहुन्छ। म सुरुमा जापान आउँदाखेरि चाहिँ हामी यति महिना तिमी यति महिना देखाएँ, कन्जेन्डेन्सीले धेरै भयो भने आउँदैन भनौँ, अनि यसरी देखाएँ भनेर भन्नुहुन्छ। त्यो चाहिँ अब कसरी देखाउन के गर्नु त मलाई थाहा छैन होइन। त्यो चाहिँ अब तपाईँ जो जति भए पनि पहिला रिउगाक्सम्म भिसा एप्लाई गर्दाखेरि न्युकानको डकुमेन्टसम्म इच्ची गराउनु होला भन्ने चाहिँ मेरो अनुरोध हो होइन। यद्यपि मैले पनि त्यस्तै गरेर आएको मेरो पनि है। सुरुमा तपाईँ स्टुडेन्ट आउने बेला खाजुको खानके देखाएको बेलामा त्यति बेला रिलेसनसिपमा जे देखाउनु હતો अहिले पनि त्यही देखाउँदा बेटर है। दुइटा कुरो हुँदैन। होमकेकोलाई त जसरी पनि तपाईँको सुरुको डकुमेन्ट त थाहा भइहाल्छ उनलाई, उनले न्युकानबाट लिइहाल्छन्। अरू बाँकी चाहिँ अब तपाईँले अरू एप्लाई गर्नु झुट बोल्नु हो भने चाहिँ त्यहाँनिर चैका बुझाउँदै जाने हो। एउटै भयो भने चाहिँ सिन्चा पनि सुमुजमा हुन्छ, तपाईँको टाइम लाग्दैन कि। झुट बोल्नु भने त डबल खाकुनिन गर्नुपर्छ कि। जस्तै अब दुइटा कुरा भयो भने पहिलाको एउटा अहिले एउटा भयो भने चाहिँ उनलाई पनि दुई तिनचोटि खाकुनिन गर्नुपर्ने हुन्छ कि। अनि अर्को छ है, अब तपाईँको कहिले बिहे गर्नुभएको होइन, अनि त्यसपछि हुन्छ नि तपाईँको त जो बिहे गरेको मान्छे हो त्यो होइन, अनि त्यसको नाम सेनेन कापी होइन। अनि अर्को छ पर्ने यहाँनिर गेन्जे के कन्सिडेर यो तपाईँको बिहे चाहिँ कहिले भएको भन्नुभयो, त्यसको नाम। यदि तपाईँको दुई तिनचोटि बिहे भएको भने चाहिँ यहाँनिर भर्दै जाने हो होइन। यदि भएको छैन भने चाहिँ यहाँनिर एउटाले मात्र इनफ हुन्छ है। अनि यहाँ अर्को छ बच्चा भएको बेलामा चाहिँ हाई भन्ने कतिजना छ त्यो लेख्ने होइन। अनि इस्यानी कुरास्तेहरू खाजुको नानी बुकी मास्का भनेर भनेर बच्चा भयो अथवा बिहे भयो भने चाहिँ यहाँनिर दुई तिनजना यहीँनिर आउँछ होइन। अनि किखासुरु किबो गरेको चाहिँ फ्यामिली को भन्ने चाहिँ अब हाइकेसाले गर्छ गर्दैन होइन। कदो जस्तै अब परायल चाहिँ बाउ छोराको गरौँ भनेर भन्छन् होइन। तपाईँ र बाउ छोरा भयो भने चाहिँ त्यहाँनिर अदसित कोदोमा भनेर भनिदिने होइन। चाहिँ मादा खान गए त्यो नाइ भने पनि भयो, अक्सना मादा खान गए त्यो नाइ का भन्छ नि है। अनि यहाँ पर नै अनि यहाँ हेर्नु अहिले चाहिँ सकुको चाहिँ के हो तेरो भनेर भन्छ। पराए हामी सबै खाइसकेन होइन। आयुर्वेदले गर्न मिल्दैन फेरि। अनि यता यिनीहरूले चाहिँ गर्न मिल्छ, यिनीहरूको बाटो अलिक छुट्टै छ। अनि चाहिँ सिउन्यु चाहिँ कति छ इक्खा गेचीको भनेर भन्छ। अनि इक्खा गेचीको सिउन्यु चाहिँ नासी त गर्न मिलेन। सिउन्यु आरिदे इक्खा गेची हतारी चाहिँ निजु नाना नकाटिकनाको भन्दिनँ है। निजु नाना निजु हाची हुन्छ। नेन्स्यु चाहिँ अहिले जति छ त्यही तपाईँ गेन्से चौछिमा हेर्नु त्यहीँनिर देखाउँछ। अनि त्यसपछि आरु भाइ त बुढी चाहिँ आरु भाइ त हुन्छ तपाईँको होइन। जस्तै अब हाइके छाको सिउनी चाहिँ बुढीको पनि हुन्छ, बुढीको 8 मान्छे लेख्दैन होइन। 12 8 96
ल समयमा नकटेको जस्तो बुढीले चाहिँ 28 घन्टा भन्ने कोट्नु भएन अथवा फुयोको रुल भयो भने फुयोको रुलमा मामर गर्नु पऱ्यो है। फुयोको रुल नभए पनि तपाईँले 28 घन्टा चाहिँ जसरी पनि जेत्तै मामर गर्नु पऱ्यो। यदि फुयोमा छ भने चाहिँ 28 घन्टा गर्न पाइएन है। यो यहाँनिर चाहिँ विचार गर्नु होला। तपाईँको डिपेन्डेन्ट छ भने डिपेन्डेन्ट भएको मान्छेले चाहिँ के चुके गर्ने चाहिँ तपाईँको आरुबाइतले कति काम गर्छ त्यो गर्ने। फेरि बुढीले धेरै काम गरेको त्यहाँ फुयोको रुल मामर गरे होइन, अथवा 28 घन्टा काम गऱ्यो भने फुयोमा छिरेछ, अथवा 28 घन्टाभन्दा धेरै काम गरेछ भने चाहिँ तपाईँको त्यहाँबाट पनि तपाईँको दामी हुन्छ है। यहाँनिर चाहिँ बुढीले के कति काम गर्छ, तपाईँको डिपेन्डेन्टले के कति काम गरेर यहाँनिर त ध्यान दिनुपर्ने कुरो हुन्छ है। अब ड्राइभिङ लाइसेन्स छ कि छैन भन्ने, अनि कोचिङ छ कि नै भनेर चाहिँ यहाँनिर हेर्छ है। अब यो चाहिँ कसरी भर्ने के गर्ने चाहिँ यहाँनिर हेर्नु। यो यहाँनिर हेर्नु है। यहाँनिर हेरिसकेपछि चाहिँ तपाईँले यही अनुसार भर्ने हो। यहाँ एउटा बिहे भएको भएपछि यहाँनिर परेन है। एउटा बिहे भएपछि यो मात्र भर्ने। अब 2-3टा बिहे छ भने चाहिँ यहाँनिर भर्नु होला है। अब यस्तो बिहे गर्दै डिभोर्स गर्दै गर्दाखेरि जापानमा चाहिँ त्यस्तो ठुलो मान्दैन। हाम्रो नेपालमा चाहिँ बिहे गर्ने डिभोर्स गर्ने यहाँ त्यहाँ धेरै मान्छ होइन, अलि ठुलै कुरा लिन्छन्। जापानमा त त्यति ठुलो कुरो होइन। अब एउटालाई 2-4 दिन एउटासँग माया बस्छ बिहे गर, अर्कालाई अर्को दिन माया बस्छ बिहे गर्छ, द्यास होइन। त्यति बिग कुरो होइन भने क्याकसम्म जाने तँ त के गर्ने, अनि भएन भने फेरि पहिला केक कन्त त के गर्ने, त्यसपछि रिकन्त त के गर्ने, केक कन्त त के रिकन्त त के चलिरहन्छ होइन हाम्रो देशमा चाहिँ। ल यस्तै छ होइन। अब त्यो भन्दा पनि एउटा मान्छेले होइन कसैलाई धोका दिनुहुन्न भन्ने कुरो चाहिँ मेरो पनि छ है। जे जस्तो भए पनि भिसाकै लागि र पासपोर्टकै लागि चाहिँ बिहे गर्नुहुन्न भनेर भन्छु म आफ्नो तर्फबाट होइन। पासपोर्ट त के नै छ र, यसो मौसम गरेर 4-5-6 महिनामा आइहाल्छ है। अब मेरै कुरा गर्दाखेरि मेरो 6 महिना 13 दिनमा आएको थियो है। तपाईँको पनि त्यति नै आओस्। यो चाहिँ एकदम मिजी खाइकी खानु भनेर भन्छ सबैले है। मिनिमम तपाईँको 1 वर्षदेखि 2 वर्ष 1.5 वर्ष लाग्छ तपाईँको चाहिँ लगभग त्यस्तै सम्झिनु है। 6 महिना भनेको एकदम हाई स्पिड हो है। त्यही भएर मेन भनेको डकुमेन्ट चाहिँ पहिलाको र अहिलेको सेम भयो भने चाहिँ सिन्सा सुमुज हुन्छ क्या। पहिला तपाईँले एप्लाई गर्दा जे थियो त्यो र अहिलेको एप्लाई गर्दा सेम भयो भने चाहिँ टाइम लाग्दैन कि। बिचबिचमा डबल खाएको नि यताउता चेका माग्ने यताउता केही हुन्न। ल मैले जानेको यति नै हो है। अब नेक्स्ट टाइम नेक्स्ट भिडियो लिएर आउँछु है। अहिले यति हेरिदिनु भयो, धेरै धेरै धन्यवाद। अब तपाईँले एकचोटि बुक हेरेर आफ्नो हुन्छ नि अब यस्तो रहेछ भनेर भन्नुहुन्छ भने चाहिँ हाम्रो बुक पनि छ होइन। बुकको लागि चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ है। नम्बर छ 070 84 74 9334 भाइबरमा है। 070 84 74 9334 भाइबरमा पहिला स्याम्पल हेरेर चित्त बुझ्यो भने मात्र लिने हो है। यत्तिकै म पठाउँदैन नि त। तपाईँ खुसी हुनुहुन्छ मात्र लिने हो नि त है। ल आजलाई यति गरौँ, हस्, थ्याङ्क यू।